अबे ढुङ्गा छ क्या हो झर वे यामा ढुङ्गै ढुङ्गा थैट ए ओ भाइ साहब बाटो बाटो So hi everyone, this is day 3 of Manangsiri. के भएको चिसो छ अनि अहिले बिहानको 7:30 बज्न लागिसक्यो अनि आज चाहिँ हामी आइस लेक जाने भनेर तयार भएको तर डेन्जर जाडो छ अनि त्यही भएर अब हामी यहाँबाट ब्रेकफास्ट गरेर माथि आइस लेकको लागि जाने हो। अहिले चाहिँ माथि अलिअलि भए पनि घाम लागेको रहेछ, तल चाहिँ डेन्जर चिसो छ। मेरो पछाडि चाहिँ छ माउन्टेन। आज चाहिँ हामी जाने हो आइस लेक अनि आज के हुन्छ भ्लगमा हेरौँला। कपालले औडा देखेछ यार, हेर्नै सकेन घामले गर्दा। सो त्यही नै साथीहरू, दिदी पनि उठिसक्नु भएछ, माई दिदी पनि। अब खाजा खाइन्छ अनि माथितिर गइन्छ भन्ने कुरा हो। स्लो अहिले एकछिनमा पेटौँला। यस्तै रहेछ यहाँको प्यानकेक, यस्तो खालको ठुलो खालको रहेछ। हाम्रो खाजा आइसक्यो। हामी अब डाइनिङ टेबलमा कोही पनि छैन, अब खान्छु। हात धोइस्? हाम्रो बाइक त यसरी पाले ढाकेर राखिदिनु भइरहेछ। चिसो डेन्जर चिसो भएर आज त। मर्निङ भ्यू फ्रम हामी बसेको होटल। वाउ, यो चाहिँ हामी बसेको होटल युटोक। हिजो नै मैले भनिसकेको थिएँ, यहाँबाट चाहिँ यस्तो दामी भ्यू देख्छ ब्राका भिलेजको। अनि यहाँ माया दिदी हुनुहुन्छ अनि हामी जाने माथि हो। हाम्रो यो मनाङ्गी ड्रेस लिन आएको हामी यहाँ। खै छाड्दै यो कस्तो राम्रो छ कि यो देखाउन। यो आछि हेर्ने मक्ख भह यहाँ ड्रेसहरू छ। आन्टीले यहाँ ल्याइदिनु भएको खोजिदिनलाई धन्यवाद आन्टी। त्यहाँ आन्टीले पनि हेर्दै हुनुहुन्छ, हुँदैन होला भन्दै। छोटो हुँदा होला आन्टी, लामो छ छोरीको हो, ट्राई गर्ने। हामी चाहिँ कहिले गुरुङ ड्रेस कहिले बक्खु छानी छानी पाइरहेछ। पिटी नाच्दा नि कस्तो गाह्रो हुने र भनेको कि नि पुगाले के रहेछ नि होला। हामी यस्तो प्योर मगर्नेहरू भएर होला यस्तो ड्रेस लाउँदा पनि पुरै टिभी10 यस्तो हल्का हल्का देख्छ। अब चाहिँ माथि आइस लेकको लागि रेडी। मेरो ब्यागै भुँडी के छ ब्यागको बाहिर मैले एप्पल पाई पनि रहेछु प्लास्टिक ट्याप्प पारेर, तर देखेन ऐना छैन। सो म अहिले चाहिँ यहाँ आफ्नो बाइक रेडी गर्दैछ। हामी जाने चाहिँ हो माथि हो। सो त्यही हो गाइज, बाइक स्टार्ट गरेर राखेको। अब हाम्रो यात्रा माथिसम्मलाई हो। सो हेर्दै गर्नु होला भ्लगमा कस्तो हुन्छ। अब एकैछिन हिँड्न पनि नसक्ने मान्छे वहाँ टाढा 8 त गरिरहेकै छु। यसो भयो कि अब बाइकतिर साधनमा हिँड्ने बानी भएर नि हो मैले यस्तो कता कता जान नसक्ने है। वी आर रेडी। यही लेख्दैछ आइस लेक जाने बाटो। हाम्रो होटलबाट चाहिँ नजिकै छ यहाँ। अब टी सप भन्ने ठाउँसम्म चाहिँ एउटा टी सप रहेछ, त्यहाँसम्म चाहिँ बाइक जाँदो रहेछ। सो त्यहाँसम्म चाहिँ हामी बाइक लिएर जान्छौँ अनि त्यसपछि चाहिँ हिँड्ने। पहिला चाहिँ होइन पुरै 5-6 घन्टा होइन, कोही चाहिँ 7 घन्टा लाग्ने, त्यसरी हिँडेर जाँदो रहेछ। अहिले चाहिँ बाइक जाने बाटो बनाइदिएर एकदम ठिक भएछ हिँड्न नसक्ने मान्छेहरूको लागि। जे होस् यस्तो छ माथि जाने बाटो, त्यो सफ्टवेयर छैन। एकचोटि यहाँ आएपछि चाहिँ त्यहाँसम्म गएको राम्रो हो भन्ने कुरा। उहाँसम्म गयो, त्यहाँ पनि गएन भन्नुभन्दा आएको बेलामा चाहिँ गएको ठिक भन्छु म। अब हेरौँ माथि कस्तो छ, एक्सपेक्टेसन भर्सेस रियालिटी नहोस् भन्ने म चाहन्छु। किनभने त्यस्तो भयो भने एकदम नरमाइलो लाग्छ, यस्तो दुःख गरेर आयो भन्ने हुन्छ नि त। आज चाहिँ हामी माथि गएर बखु लगाएर भिडियो बनाउने हो अलिअलि। किन सधैँ एउटै ड्रेसमा है, कहिलेकाहीँ त अलिक फरक भम न भनेर पनि हो।
बक्खु त मैले कतिचोटि लगाइसक्यो हौ स्कुलमा पनि त्यो प्यारेन्ट्स डेहरूमा होइन मलाई सबैले कस्तो यस्तै अब भोटिनी जस्तो देख्ने अब त्यो भनेर चाहिँ माइन्ड नगर्नु होला त्यो त यता गयो कि उता गयो थाहै भएन यार अहिले अर्को बाटो पुग्ला यार थेट अनि त्यस्तो भनेर चाहिँ स्कुलको प्यारेन्ट्स डेहरूमा चाहिँ मलाई त्यस्तो ड्रेस लगाइदिन्थ्यो क्या धेरै अनि कतिचोटि लगाइसकेँ मैले अहिलेसम्म पहिला मुस्ताङहरू जाँदा नि कतिचोटि लगाइसकेँ मैले सो त्यही पनि जति लगाए पनि अब यो ड्रेस चाहिँ एकदम राम्रो लाग्छ क्या मलाई अनि उहाँको र यहाँको चाहिँ अलिक फरक रहेछ लाउने स्टाइलहरू उता चाहिँ अब मोडर्न टाइपको छ उता मुस्ताङतिर यहाँको चाहिँ प्योर पुरानो मनाङ्गीहरूले लाउने ड्रेसहरू उहाँहरूको आफ्नै ड्रेसहरू रहेछ माथिसम्म देखेको बाटो हेरौँ अब माया त कता गयो देखिनँ म त अलि डिस्टेन्समा बसेको 2-3वटा बाटो रहेछ कुनो सिधै आयो बाटो चाहिँ उस नभोस् भन्ने कुरा हो छायामा मेरो स्ट्यान्ड देखिरहेको छ ब्यागमा स्ट्यान्ड छ पछाडि एउटा बाटो चाहिँ एउटा रहेछ यार थैट यहाँ ह्यान्डल राम्ररी पक्रेन भने त पल्टिन्छ यस्तो बाटोमा ए बाटो वाट इज दिस थैट तेरी यस्तो बाटो यार यस्तो छ बाटो ल ए यामा ढुङ्गा थैट ए ओ भाइ साहब बाटो थैट औडा रहेछ बाटो बनाएको रे तर औडै बनायो बाटो चाहिँ औडा ठुल्ठुलो ढुङ्गाहरू रहेछ मेरो त हातै दुख्यो यार साथीहरू डर लाग्दो रहेछ बाटो त तल त नदेखाऊँ होला अलिक कुना च्यापेर हिँड्छ हौ म त डर लाग्यो अलिक घरकोले हेऱ्यो भने त गाली गर्छन् मलाई अब थैट Oh my goodness what a बाटो मान्छेहरू ट्रेकिङ आइरहेछ लुक एट द बाटो औडा रहेछ बाटो त मजा आइरह यस्तो रहेछ बाटो यार कुना लैजा ओए भित्तातिर जोत्लास ओ नो ढुङ्गा फाली अलि पछाडि बस्नु पर्ला ढुङ्गा छ क्या हो झर वे बाइक कराए यार तानम अझ तान्ने समाति हो लैजा ल भयो रोक समात चाहिँ ल लैजा न भयो अब त यस्तो बाटो कताबाट लिएर पनि भयो यार यतैबाट हालौँ कि यतैबाट हालौँ भयो के रे के हो त्यो उनको कता त औडा रहेछ यार ढुङ्गा हटाउँछु म वेट गाइज यस्तो छ यार यहीँ थका लाग्यो
माथि पुग्दा के हुने हो है। Let me try. Okay. यस्तो आफ्नै लागि त गर्नु पर्यो यतिको जति थके लाग्यो भने। माया दिदी त ओर्लेर आउँदै हुनुहुन्छ। बसेर आइज थके लागिसक्यो यार। ढुङ्गा हटाउँदै आउनु पर्यो। स्याहार सुसु भयो गाइज। बल्ल बल्ल टी सर्ट आयो फाइनली। बाइकहरू पनि आइसकेको रहेछ। जो सबैले हेलमेटहरू यहीँ राख्दो रहेछ। तर गोप्रो छ नि त त्यही भएर गोप्रो चाहिँ लिएर जानु पर्ला। बाइक कराएर हैरान्छ आयो यार। वहाँ माथि कहरी जाने साथीहरू। फाइनली हामी टी सर्ट छ। हेलमेट के गर्ने गोप्रो लिएर जाऊँ। हेलमेट लिएर आऊँ है। टी सर्ट रहेछ। बाइकहरू मान्छेहरू पनि अलिअलि आइरहेछ। के रे भाइ ए ह्यान्डल लक त गरेछु। तल यस्तो छ हामी जाने ओ माथि हो उकालो छ अलिकति। ह्यान्डल लक त गर्नु पऱ्यो नि यार। हेलमेट यहाँ राख्ने होइन र दिन्छन् राख्न। यहीँ राखेछन् गरे केही खाम अनि राखौँ है। एकछिन थके हाम्रो घोडा आइसक्यो। हामी चाहिँ घोडामा जान लाग्यो। यहाँसम्म बाइकमा यहाँबाट माथि घोडामा। जिन्दगीमा कहिल्यै नहिँड्ने भयो। के गर्दैन नि है कसम। बेन्टेन खैरु मायाको चाहिँ सेतु उता हो सेतु। पनि एउटा ताल त छ तर यो चाहिँ तलको ताल हो। हामी आइस लेक चाहिँ माथि हो। सो झुकिन्नु नहोला साइड किनभने अलिक फरक नै छ। म अलि उता गएपछि देखाइन्छ है यहाँको ताल चाहिँ। ल हामीसँग ज्याक पनि आइरहेको छ। यो रहेछ यहाँको ताल। अझै अलि माथि रहेछ। यहाँबाट धेरै टाढा लाग्दैन होला सायद। नै 5 मिनट पुग्छ होला है अब त। ल यही नै हो यहाँ तलको ताल चाहिँ। अब हामी जाने चाहिँ माथि हो। हामीसँग ज्याक पनि छ हाम्रो साथमा। यो चाहिँ मेरो के भन्छ अरे बेन्टेन हो। ल साथीहरू हामी आइस लेक आयो फाइनली। वाउ ल आइस लेक धन्यवाद। हामी चाहिँ फाइनली आइस लेकमा आइसक्यौँ। 1x बाट खिचौँ है। हामी चाहिँ अलि ढिलो आइपुग्यो नि त। कस्तो हुन्छ जाडोमा त। ए हो
रिक्समा लिएर राम्रो अँ यसरी घुम्ने बाटो छ हैन दाइ हजुर घुम्ने बाटो छ हैन मान्छेलाई मद्नु राम्रो ल आइस लेक आइपुगेको अवस्था मान्छेहरू ज्याक त गयो त पानी हान फाइनली यही रोक्ने आइस लेक यस्तो रहेछ साथीहरू एप्पल पाई ल्याएको थियौँ होटलबाट लेकको अगाडि एप्पल पाई खाँदै कस्तो लाग्यो मिठो बक्खु यहीँ आएर लागेको बाटोमा त देख्नु भयो होला हामी यतिकै आउटड्रेसमा थियौँ अनि सुत्दै नै हो यस्तो डेन्जर खतरा चाहिँ छैन योभन्दा त मलाई ब्लू लेक नै राम्रो लाग्यो अनि यस्तो देखिरहेको छ घाम त लाउन त लाग्छ तर डेन्जर चिसो हावा के त्यही भएर अलिअलि जाडो भयो यो कता मिलाउन पनि आएन कि अलि राम्ररी फाइनली त्यो गीतै थाहा भएन कि थाहा भएन होइन कि त्यो डाटै भएन कि हाम्रो सेभ गरेर राखेनौँ हामी यहाँबाट जान लाग्यो अनि हेर न मेरो स्टिकले त्यहाँ पुरा भिडियो बनाउँदैछ नि त हेर सो मेनी पिपल हियर नाचिङ देयर मजाले नाच्दैछ हो अब चाहिँ हामी कपडा फेरेर जान्छौँ सो त्यही नै अब वहाँ तल पुग्नु छ सो त्यही नि माया पनि भिडियो बनाउँदैछ त्यहाँ यस्तै रहेछ आइस लेक त्यस्तो डेन्जर खतरा चाहिँ लागेन अब जाँदै भिडियो बनाउँला सो अब चाहिँ हामी फर्किन लाग्यो साथीहरू मान्छेको थोप्रा काला नि भ्यू चाहिँ यस्तो दामी देखियो हिमालको टी सर्टमा आइसक्यो साथीहरू हामी यहाँबाट निस्केको हो टुई यही हो भ्यू त अब हिँडेर थाकिसक्यो यसो देख्दो रहेछ बिस्तारै जानु पर्ला अब तल ओह्रालो त डेन्जर रिक्स बाटो छ त्यसैले सो यु क्यान सी द भ्यू यस्तो ऊ माथि गएर ऊ माथिबाट उतापट्टि गएर आएको म चढेको घोडा त्यो त्यही रहेछ माया त स्टार्ट गरिदियो अब बिस्तारै गइन्छ सबै ओह्रालो बाटो छ अलि रिक्स नै छ 2-3 ठाउँमा चाहिँ बिस्तारै जान्छु म त माया अगाडि गइसक्यो यस्तो डरलाग्दो घुम्दी छ यार यहाँ भन्नै पर्दैन कस्तो डरलाग्दो हो यहाँ यो घुम्ती ओके यस्तो डरलाग्दो यार
बिस्तारै जानुपर्छ नो वान इज हियर त्यसैले स्लो स्लो साह्रो भएको ठाउँ चाहिँ यहाँ हो एउटा बिस्तारै ओ त्यसको टाउको त चिप्लिन्छ त बाइक त ए 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 तर ओह्रालो चाहिँ अलिक सजिलो लाग्छ उकालो भन्दा मलाई चाहिँ म उकालो खुट्टाले पाइलाले नि हिँड्न सक्दिनँ राम्ररी हिँड्न सक्दिनँ भनौँ अनि बाइकमा नि अलि अप्ठ्यारै लाग्छ उकालोमा तर ओह्रालोमा चाहिँ अलि उकालो भन्दा अलि ठिक जस्तो लाग्छ है हामी भ्राका आइसक्यो अब हाम्रो होटल युथोक पनि ट्याक्कै देखिरहेछ चिसोले औडा भइरहेछ अब जाँगरै छैन साथीहरू ल अब डाइरेक्ट रुममा गएर भिडियो कन्टिन्यू गर्छु म बाई बाई भन्नु न बाई बाई फेरि भेटौँला ल बाई आन्टी अब भ्राकालाई बाई बाई भन्दै हामी लागेको छ तलतिर गइन्छ सो मजा आयो जे होस् होटल युथोकमा बसेर यहाँको आन्टी अङ्कल चाहिँ लास्ट फ्रेन्ड नै हुनुहुँदो रहेछ क्या जे होस् एकदम मजाको हुनुहुँदो रहेछ अनि यस्तो भयो भने त अब होटलमा बसेको नि छुट्टै रमाइलो हुन्छ अनि प्लस सजिलो हुन्छ नि त हामी बसेपछि त आफूलाई यस्तो खालको उहाँहरूबाट राम्रो हामीले पायो भने रेस्पोन्स होइन अब बानीहरू उहाँले गर्नुहुने बानीहरू एकदम राम्रो पाएपछि त हामीलाई एकदम सजिलो हुन्छ नि त बस्न अनि जुन उहाँहरूले हामीलाई देखाइदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद यदि तपाईँहरू मनाङ आउँदै हुनुहुन्छ र भ्राकातिर बस्ने इच्छा छ भने चाहिँ मलाई होटल युथोक चाहिँ एकदम बेस्ट लाग्यो कसम हो होइन एकदम राम्रो छ जे होस् नयाँ रहेछ 1 वर्ष पनि भएको छैन अरे आन्टी अङ्कलले खोल्नु भएको सो मलाई चाहिँ एकदम पर्फेक्ट लाग्यो स्टेको लागि सो तपाईँहरू पनि होटल युथोकमा आएर भिजिट गरिदिनु होला बस्दिनु होला यु गाइज वन्ट रिग्रेट इट प्राइस पनि त्यस्तो महँगो छैन नि त अनि एकदम ठिक्क छ अनि खानेकुराहरू पनि बबाल छ कि अब पिज्जा खाएको त सुरुमा त हामी पहिला सोच्यौँ कि यतातिर त कस्तो पाउला भनेर खाएको त ओ माई गड भएको एकछिन त सो त्यही नै हो अब राम्रो स्याउबारी मनाङ गाउँमा हो भन्दै गाम जस्तो भयो यहाँ यस्तो दामी दामी स्याउ छ नि यहाँ त फार्मै रहेछ मनाङको स्याउ त मनाङ मुस्ताकको ओ टिपुम ल्याएर यहीँबाट यस्तो टिपुम जस्तो भइसक्यो मलाई त स्याउ आमा ल हामी यहाँ फार्म हाउसमा खाना खाने भनेको ठाउँ चाहिँ यही हो भ्राताङ फार्म हाउस हामी आइसके मान्छेहरू पनि टन्नै रहेछ साथीहरू मान्छेहरू पनि टन्नै आएको रहेछ मलाई चाहिँ कस्तो आउनु मन लागेको थियो यो ठाउँमा अनि हामी चाहिँ आज खाना यहाँ खाने हो आज बिहान हिँडेको भरे किन बिस्तारै हिँड्ने बानी छैन साथीहरू हामी चाहिँ यो फार्म हाउसमा आएर यहाँ खाना खान लागेको अनि कस्तो दामी छ कि अझ मलाई पहिल्यैबाट आउन मन लागेको थियो सो चाहिँ नि अब हामी खाना खान्छौँ यहाँ अनि थकित पनि छौँ म त हाल्दिएँ यस्तै यहाँबाट निस्किन लाग्यो अब चाहिँ हामी चामे गएर बस्ने हो सो अब हामी चामे जानु लाग्यो 2 जना खाना चाहिँ बबाल मिठो लाग्यो हामीलाई 2 जनालाई सो त्यही नै हो थ्याङ्क यू फार्म हाउस रे कि यहाँबाट स्याउ लिएको अनि वाइनहरू स्याउको वाइनहरू पनि यतातिर पाउने रहेछ चिसो हुन थाल्यो पछाडि औडा गाह्रो भयो ब्यागले पछाडि चाहिँ अब चामेतिरको यात्रा है त साथीहरू आज चामेमा गएर बस्ने हो मैले कतिचोटि भनिसकेँ सो त्यही नै हो बाटोमा अलिअलि भिडियो क्लिक गर्दै जान्छु म त देखेन लेखेको नि अलि उतै होला किनभने हिँडेको त टाइमै भएन अहिले भर्खरै हो निस्केको 5-10 मिनट पनि 10 मिनट नि भएन होला त्यही भएर यो चाहिँ होइन होला चामे तेरि हो कि होइन थाहा भएन मलाई हो भने नि हो होइन भने नि होइन अब दिदी कता जान्छ त्यो जाने हामीले होटल बुक गरेको छैन किनभने चामेमा त्यति साह्रो प्याक हुन्न होला भन्ने आशले हामी चाहिँ आइदिएको
ज्यारे अब डाइरेक्ट घुमाइ पुगेपछि अब उतै होटल हेर्ने अनि उतै डाइरेक्ट बस्ने किनभने त्यस्तो प्याक छैन नि त अहिले यता त्यही भएर चामे चाहिँ उता माथिबाट चामे चामे लेख्दै ओ तिहारको डेन्जर रङ्गोली हुँदैछ है साथीहरू यता चाहिँ उतै माथिबाट चामे चामे रहेछ अब तल्लो चामे माथिल्लो चामे भन्दो रहेछ हामी हिजो खाजा खाएको चाहिँ तलकै चामे रहेछ यो चाहिँ अब के भन्छ माथिको चामे खै के हो तल पनि चामे त चामे भन्ने उता माथि पनि चामे भन्ने तर मेन भनेको चाहिँ सायद यतैतिर होला सायद आमामामामामा टायर चिप्लेको पछाडिको डेन्जर चिप्ल्यो आमामामा फकाउँदै हुनुहुन्छ है दाजुले यतिको चाहिँ हुनुपर्छ है फकाउनु पर्यो है केटीलाई फकाउनै पर्छ नत्र गाह्रो छ सबै मान्छेहरू यताउति हिँड्दैछन् हामी आज स्टे गर्ने सायद यतै नजिक होला तर माया दिदीले रोक्नै भएको छैन कता हो बस्ने मलाई पनि थाहा छैन मनाङ मोमो अब हेरौँ के हुन्छ कता बस्ने हो म तपाईँहरूलाई बस्ने ठाउँ फिक्स भएपछि देखाउनु पर्ला है यही हो ठाउँ चाहिँ तर चामीमा आएर यो होटलमा बस्यौँ अब यस्तै अब बुक नगरिकन आएपछि आज यहाँ बसिन्छ हामी यहाँ हो पूजा सुजा तिहारको पूजा अनि रुम चाहिँ लगभग ठिकै छ त्यस्तो वाउ चाहिँ छैन तर यस्तो ठाउँमा आएपछि त हामीले भने जस्तै सबै त कहाँ पाइन्छ होइन तर राम्रै छ हाम्रो लागि चाहिँ एट्याच बाथरुम रहेछ सो आज यहीँ बसिन्छ हामी हल्का गाउँघर टाइपको पनि बसौँ न होइन सधैँ सो त्यही नि हो आज हामी यहीँ बसिन्छ है त्यो साथीहरू अब सामान निकालेर भित्र राख्नुपर्छ र साथीहरू आज चाहिँ यहीँ आएर सुत्न लाग्यो अनि यस्तो भयो मुख पनि रातो यहीँ बस्ने मान्छे जस्तो भयो नाकसाक फुटेर कस्तो भयो मुख पनि डेन्जर भयो सो अब यतातिर डुल्न जाने त भन्न त भनेको तर जोस जागर छैन यहाँ माया फोटो खिच्दैछ अब हामी सुत्न लाग्यो गुड नाइट एभ्रिवान बाई बाई